हो यसै गरी अरू लडेको देख्दा हाँसो लाग्छ होइन त। सो हेलो एभ्रिवान, यो चाहिँ मेरो असारको 28 गतेतिरको भिडियो हो होइन। मैले चाहिँ आज यसलाई चाहिँ अपलोड गर्दैछु। यो दिन चाहिँ हामी घर सफा गर्दैथ्यौँ, पानीको ट्याङ्की सफा गर्दैथ्यौँ होइन। त्यो दिदीले चाहिँ सिक्वा दलान के भन्नुहुन्छ त्यो सफा गर्दै हुन्छ, त्यहीँ दिदी 2-3 पटक लडिसक्नु भएको थियो कि पछि फेरि ट्याङ्की सफा गर्दा दिदी यस्तो फेरि लड्नु भयो कि होइन, जुन देखेर चाहिँ नानी र म चाहिँ एकदमै हाँस्दै थियौँ। तर त्यो पीडा चाहिँ के छ दिदीलाई नै थाहा छ, जसको चाहिँ त्यो दलानमै पहिले त्यो सिमेन्टको दलानमा लडिसकेकोले घाउ पनि भएको थियो होइन। पाता एकदम दुःख भन्दै हुनुहुन्थ्यो भोलिपल्ट। सरी चाहिँ यहाँबाट भन्छु ल, हाँसेकोमा अहिले पनि सम्झ्यो भने त फेरि मलाई हाँसै लाग्छ है। ट्याङ्की सफा नगरेको धेरै भइसकेको रहेछ अनि एकदमै फोहोर भइरहेको थियो ट्याङ्कीमा चाहिँ। अनि त्यसपछि हामीले ट्याङ्की सफा गऱ्यौँ र अनि चाहिँ मैले यो 1 बोरा मलको बोराको चामल निफाने होइन। दिनभरि के भन्ने, त्यति चामल निफान्नलाई पनि मलाई 2देखि 3 घन्टा त मजाले लागेको थियो। अजासित गफ गर्दै होइन, साइडमा दिदी पनि हुनुहुन्थ्यो, नानी थियो, गफ गर्दै मैले चामल केलाएँ। अनि यहाँ चाहिँ मेरो 2 दिनको भिडियो छ कि यो चामल केलाको र त्यो ट्याङ्की सफा गरेको, घर सफा गरेको चाहिँ अघिल्लो दिन 28 गतेको भिडियो हो। र अर्को दिनको भिडियो पनि मैले यही भिडियोमा जोडिदिएको छु। यो ढिकी कुटेबाट चाहिँ मेरो अर्को दिनको बिहानीको सुरुवात भएको थियो। यो चाहिँ 29 गतेको भिडियो हो होइन। चामल चाहिँ किन कुटेको भन्दाखेरि रोटी खानलाई दिदी माइत आउनुभएको, घर जाने बेला भयो, माइतबाट कसैले त पठाउनु परिहाल्यो होइन र। त्यसैले यो चाहिँ अर्को बिहानको हामीले दिदी बहिनी भएर चामल पिठो कुट्यो भनौँ न, चामल कुटेर पिठो बनायो। अनि त्यसपछि रोटी चाहिँ पकाएको चाहिँ दिदीको आइडीबाट टिकटकमा भिडियो अपलोड गरिसक्नु भएको छ। रोटी भन्ने बित्तिकै चाहिँ हाम्रो माइली दिदीलाई एकदमै धेरै मनपर्छ होइन। यो पिठो कुटिसकेर रोटी बनाएपछि खाने बेलामा चाहिँ मम्मीले दिदीलाई एकदम मिस गर्नु भएको थियो। अनि त्यसपछि चाहिँ दिउँसो चाहिँ कोदो रोप्नु पर्ने थियो अनि म चाहिँ बिउ लिन गएँ। मम्मीले बिउहरू उखाल्नु भएको थियो, त्यही बिउ लिनको लागि म चाहिँ गएँ बारीतिर, ब्याडतिर। पानी पर्यो होइन, यसको दिउँसो चाहिँ पानी पर्यो। सो मैले दिउँसो चाहिँ मम्मीले र मैले कोदो रोपेको थियौँ, त्यसको चाहिँ मैले भिडियो बनाइनँ। यहाँसम्म चाहिँ मौसम ठिकै थियो, दिनभरि चाहिँ पानी परेकाले मैले चाहिँ भिडियो बनाइनँ यसपछि।